Sweden based as a CEO of DB Protect and currently working as team leader of the organization council. So today we are discuss about trust on open web. Open web के छ भने सबै होल इन्टरनेट नै ओपन वेब हुन्छ सो त्यसमा कुनै एउटा समय थियो जसमा चाहिँ हामीले ट्रस्टलाई त्यति भ्यालु गरिदिन्थ्यो सो जुन हाम्रो प्राइभेसी अनि जुन हाम्रो इन्फर्मेसन हुन्छ त्यसलाई हामीले के गरिन्थ्यो भ्यालु हुन्थ्यो कुनै एउटा समय सो त्यो ओपन वेबमा भएका इन्फर्मेसन ट्रस्टको कुरामा चाहिँ पर्छ सो लेट्स स्टार्ट ओके वाइ दिस टर्म म्याटर्स मैले कुरा गर्न गइरहेको कुराहरू चाहिँ किन म्याटर गर्छ त्यसमा सुरुमा युजरको डेटा चाहिँ एक तरिकाले करेन्सी जस्तो भइसकेको छ सो टेक जायन्ट्स आर ट्रेड on the information we keep today. So, अब त्यो कुराहरू सब हाम्रो डेभलपर्सहरू जुन हामी ओके योभन्दा अगाडि एउटा कोही पैसा कतिजना डेभलपर्स हात ठाउँ अलिक छोरै भयो कि टेक्निकली कुराहरू पनि छ आज मैले बोल्न गइरहेको सो त्यसमा त टेक्निकल कुरा के बुझिएन भने वी क्यान बी आफ्टर डिस्कसन सो त्यो एउटा सानो प्रिलिमिनेरी जस्तो छ अलिकति कोड बेसमा पनि मैले अलिकति प्रिचेक गर्छु सो पहिलेदेखि मैले नसक्दा सो एज अ डेभलपर हामीले सफ्टवेयरहरू कोड गर्ने बेलामा कस्तो हुन्छ नर्मली हाम्रो यो साउथ एसियामा अहिले जुन बुम भइरहेको छ साउथ एसियामा होल ग्लोबल इम्प्याक्ट पार्ने सफ्टवेयर धेरै बढेर प्लेटफर्म छ साउथ एसियाको डेभलपर्स बनिरहेको कन्टेक्स्ट छ सो त्यो कुराहरू पछि म पनि म डेटाबाट नै मेन्सन गर्छु सो के छ भने अब हामीले युजरको इन्फर्मेसन कलेक्ट गर्छौँ एभ्रिथिङ इज डन बाइ कोड इभन इन वर्डप्रेस हामीले के सोचिन्छ भने वर्डप्रेस अगाडि देखिन्छ ड्र्याग एन्ड ड्रप हो एउटा प्लेटफर्म हो जसले जस्ट बिल्डिङ ब्लक्सहरू बनिरहेको छ भन्ने सोचे अस्ति सुरुमा एउटा स्टुडेन्ट फेजमा सो त्यति मात्र होइन त्यो बिल्डिङ ब्लक्सले पनि पछाडि इन्फर्मेसनहरू चलाइरहेको इन्फर्मेसन सो त्यही कुरालाई चाहिँ रेस्पोन्सिबली डेभलपर्सहरूले कसरी मेन्टेन गर्ने आफ्नो फ्लो त्यो कुराहरू चाहिँ रेगुलेसन्सको कुरा गर्दै थिएन ग्लोबली र सब कन्टिनेन्टली पनि के छ भने रेगुलेसन्सहरू प्रोभाइडेड छ जुन हामी स्ट्यान्डर्डमा चाहिँ हामी बसेर एज अ डेभलपर काम गर्न सकिन्छ सो त्यसमा मैले आज चाहिँ यो जिडिपिआर र सिसिपिएमा अलिकति कुरा गर्दै जान्छु त्यसमा चाहिँ ट्रस्टको चाहिँ के छ भने अब ट्रस्टमा के छ भने बिजनेस एज अ बिजनेस मैले मेरो कन्ज्युमर वा कस्टमर चाहिँ त्यो इन्फर्मेसन लिइरहेको छु भने त्यो इन्फर्मेसन चाहिँ कस्टमरलाई हामीले कतिको ट्रस्ट गरेर दिइरहेको छ सो हामीले कस्तो रेगुलेसन्सहरू कुन कम्प्लायन्समा बसेर चाहिँ त्यो इन्फर्मेसन स्टोर गरिरहेको छौँ भन्ने कुराहरू सो देयर आर भेरियस ओपन वेब प्रिन्सिपल्स जुन चाहिँ सर्भिलेन्स क्यापिटलिजम भन्नुहुन्छ त्यसको अन्डरमा बसेर काम गरिरहेको प्रिन्सिपलहरू छ वाट एक्चुअली इज ओपन वेब ओपन वेब भनेको त होल इन्टरनेट भनेर मैले सुरुमै मेन्सन गरेँ सो अहिले त झन् होल इन्टरनेटको एउटा नलेज बेस चाहिँ एउटा सिङ्गल एआई मोडलहरूमा इन्जेक्ट भइसकेको छ त्यो अवस्था छ नि त आई थिङ्क एभ्रिवान इज च्याट जिपिटी चलाउने चाहिँ अहिले नभएको कोही पनि छैन अब नचलाउने पछाडि भइसक्यो सो त्यो त्यसमा के छ भने सब होल ओपन वेबको इन्फर्मेसन एउटा सिङ्गल मोडलमा इन्जेक्टेड छ त्यसले हामीलाई के भयो ग्लोबल एक्सेसिबिलिटी मेन्टेन एन्ड देन के छ भने ओपन स्ट्यान्डर्ड्सहरू
हामीलाई प्रोभाइडेड छ, प्रोटोकल्सहरू प्रोभाइडेड छ, कम्प्लायन्सहरू छ, जसले गर्दा चाहिँ हामीलाई एउटा स्ट्रेन्थ ओपन वेबको स्ट्रेन्थ चाहिँ त्यसरी बुझ्न सक्यो। एन्ड देन सबैमा अब इफ देयर इज स्ट्रेन्थ आफ्नो साइडमा विकनेस पनि भइरहेको हुन्छ। सो रिस्कहरू के छ त एज अ बिजनेस एज अ डेभलपर सोच्नु पर्ने रिस्कहरू चाहिँ के छ भने हामीले अनलाइनले पनि ट्र्याकिङ भइरहेको हुन्छ। अब मोस्टली हाम्रो के गरिन्छ भने थर्ड पार्टी टुलहरूबाट कन्सेन्टहरू नलिकन युजर इन्फर्मेसन लिइराखेको पनि हुनसक्छ। हामी आफैले हाम्रो आफ्नो वेबसाइट छ तर त्यो वेबसाइटले नै त्यो इन्फर्मेसन कलेक्ट गरिरहेको थर्ड पार्टीले चाहिँ कतै प्रोसेस गरिरहेको थाहा नभएको अवस्था नै हुनसक्छ। सो त्यसले चाहिँ के हुनसक्यो भने डेटा ब्रिचेसहरू ट्रिगर हुनसक्यो है, प्राइभेसीहरू युज हुनसक्यो, त्यो कुराहरू छ। सो मेन च्यालेन्ज चाहिँ के छ भने बेनिफिट लिएर रिस्क मिटिगेट गर्नु छ नि त। सो दुइटै बेनिफिट र रिस्कलाई चाहिँ इक्वली ब्यालेन्स गर्दै अगाडि बढ्नु पर्यो। यो चाहिँ एउटा लेयर छ डेटा प्राइभेसीको लेयर। यसमा के हुन्छ भने युजर एसएमएस युजर इन्टर आउँदैन, त्यसमा युजरले आफ्नो पर्सनल डेटा इन्टर गर्ने पर्छ। अनि हाम्रो प्लेटफर्मको थ्रु पार्ट्सहरूले चाहिँ कति इन्फर्मेसन प्रोसेस स्टोर हुनु। सो अब यसमा प्राइभेसी यो फ्लोमा चाहिँ प्राइभेसी कहाँ छ त? सब अब हामीले त पठाइराखेको छ एसएनएस विल लगइन, इभन लगइन नगरिकन पनि कुकिजहरू हुन्छ, कति इन्फर्मेसनहरू चाहिँ यत्तिकै एसएनएस वेबसाइट नोट्स त्यो ट्रिगर भइरहेको कन्डिसन पनि देखिन्छ। सो कतिजना छौँ त एसएम कल कुकिज गर्ने हजुर अब एसएम कल। सो एक्चुअली कन्सेप्टहरू पनि पढ्नु पऱ्यो त्यतिकै कुकिजहरू कस्तो खाले कुन स्ट्यान्डर्डमा बसेर त्यो कुकिजहरू लिइराखेको छ हामी गइराखेको वेबसाइटले त्यो कुराहरू पनि ख्याल गर्नु पऱ्यो होइन। सो मोस्ट केसेसहरूमा के हुन्छ भने कम्प्लायन्सहरूमा बस्ने थर्ड पार्टीहरू पनि हुन्छ जो डिस्कस रिलेटेड। तर के भइरहेको हुनसक्छ भने थर्ड पार्टीहरू पनि नन स्ट्यान्डर्ड केसमा नन कम्प्लायन्स वेमा चाहिँ बसिरहेको हुन्छ। सो वी सुड थिङ्क अबाउट ओके दिज आर कम्प्लायन्स। म थ्रुली चाहिँ यो सबै थ्रुली चाहिँ जान्दिनँ। सो आई विल प्रोभाइड द लिङ्क टु द रिसोर्स युआरएल चाहिँ स्क्यान गर्न सक्नुहुन्छ। सो जिडिपिआरमा चाहिँ के छ भने जनरल डेटा प्रोटेक्सन रेगुलेसन छ। यो चाहिँ मोस्टली युरोपियन युनियनमा प्र्याक्टिस हो। त्यसमा फोर प्रिन्सिपल हुन्छ लफुलनेस, पर्पज लिमिटेसन, डेटा मिनिमाइजेसन र एक्युरेसी। एन्ड देन कन्ज्युमर राइट्सको लागि चाहिँ क्यालिफोर्निया कन्ज्युमर प्राइभेसी एक्ट भन्छ। त्यसमा चाहिँ राइट टु नो, राइट टु डिलिट, राइट टु अप्ट आउट, राइट टु नन डिस्क्रिमिनेसन भन्छ। कति ठाउँमा हामीले नोटिस गरेको छ नि त न्युज लेटरहरू आउँछ होइन। सो मेलमा अनसब्सक्राइब भन्ने अप्सन आएको हुन्छ हो। सो त्यो पनि एउटा कम्प्लायन्स हो कि कसैले हामीले आफ्नो इमेल चाहिँ उनीहरूलाई हामीले डेली न्युज लेटर लिनलाई हामी अप्टिङ गर्दैछौँ भने we must have option for opt out from that. Okay. यो चाहिँ सानो कोड बक्स छ यो एउटा फ्लो जस्तो मात्र छ के गर्न नहुने ता के गर्न हुने जस्तो डेभलपर्सहरूले चाहिँ अनि देखिएन जो गर्नु ओके युजर इन्फर्मेसन लिनु नै पर्ने त हुन्छ कसरी लिने त यो सेकेन्ड लाइनमा के छ भने फिङ्गरप्रिन्ट छ जेनेरेट फिङ्गरप्रिन्ट लियो एन्ड देन लोकल्ली त्यो युजरको डिभाइसमा स्टोर छ सेम एनालिटिक्सले चाहिँ के गरिरहेको छ भने युजर आइडी होइन कुन पेज हो कुन स्क्रिन रिजोल्युसनमा छ कुन टाइम जोनमा छ भन्ने यो चारवटा इन्फर्मेसन दिएर सो डिरेक्टली के भइरहेको छ थर्ड पार्टी ट्र्याकरहरू ट्रिगर भइरहेको छ। सो दिस इज भेरी प्रब्लमेटिक इथिकलले के गर्दैन इथिकलले चाहिँ कन्सेन्ट लिने सुरुमा कन्सेन्ट स्ट्याटस हेर्ने अनि कन्सेन्ट स्ट्याटस पछि ब्यानर पनि देखाउनु पऱ्यो है कति टाइमसम्म त्यो एक्सपायरी हुन्छ त्यो सेनिटाइज छ कि छैन त्यो डेटा एन्ड इन्फर्मेसन एन्ड युआरएल
And then बल्ल चाहिँ आफ्नो सेल्फ होस्टेड एनालिटिक्समा जाने। ओके यो चाहिँ अघि जुन हामी दुईटा कम्प्लायन्सको डिस्कस गरेको थियौँ, कम्प्लायन्सको चाहिँ फ्लो छ। अब यो प्राइभेसी इम्प्लिमेन्टेसन र अटोमेटेड कोर्सको लागि चाहिँ यो जिडिपिआरको लागि छ। सो अहिले टाइम दिएको कारणले मैले यो फुल एक्सप्लेन गरेन। आई विल प्रोभाइड यु लेटर। दिज आर कम्प्लायन्सेस एन्ड प्र्याक्टिस। ओके वर्डप्रेस एन्ड इथिकल वे के गर्ने वर्डप्रेसमा चाहिँ इथिकली कस्तो कुरा प्र्याक्टिसहरू चाहिँ बेटर मस्टली चाहिँ प्राइभेसी बस एनालिटिक्स हुनु पर्यो। युजरको इन्फर्मेसन स्टोर गरिसकेपछि नेक्स्ट स्टेप एनालिटिक्स हुँदा त्यसमा पनि प्राइभेसी फोकस चाहिँ गरेको rather than tracking टुल्सहरू इमेज गरेर त्यो राख्नु। अनि कन्फिगरेसन हुन्छ वर्डप्रेसको कहिले रिकन्फिगरेसन गर्ने बेलामा कन्सेन्ट मेकानिजमहरू एप्लाई गर्नुपर्यो। And then deployment part of the privacy policy and terms and conditions are त्यो चाहिँ क्लियरली हुन्छ कसरी जजमेन्ट गरेर चाहिँ प्रोसेस गरिरहेको छ। And then प्लगइन कन्सिडरेसनमा चाहिँ हामीले मोस्टली ग्लोबली मोस्ट युज्ड यो प्राइभेसी टुल्सहरू चाहिँ यो चारवटा लिस्ट गरेको छ जसको प्राइभेसी पोलिसी जेनेरेटर छ, जसले चाहिँ एउटा क्लियर प्राइभेसी पोलिसी चाहिँ जेनेरेट गर्ने अप्सन दिएको छ। And then data export and eraser tools are mentioned जस्तै आफ्नो युजरले चाहिँ आफ्नो डेटा एक्सपोर्ट पनि गर्नु मिल्नु पर्यो हटाउनु पनि मिल्नु पर्यो। एन्ड कुकी कन्सेन्ट छँदैछ अघि पनि डिस्कस गरेँ। एन्ड देन युजर डेटा एक्सेस कन्ट्रोल युजरले आफ्नो डेटाको आफैले गर्न हामीसँग एक्सेस ओके दिज आर द मोस्ट प्र्याक्टिस टुल्स। त्यो डेभलपरहरूलाई चाहिँ एउटा टुल किट जसरी हुन्छ। सो लजिकल एनालिटिक्स भन्ने छ जसमा चाहिँ कुकीजहरूको एकदम मिनिमम युजबाट नै एनालिटिक्स युजर डेटाको एनालिटिक्सहरू चाहिँ कसरी हुन्छ। एन्ड देन म्याटरमा चाहिँ के छ भने सेल्फ होस्टेड जुन चाहिँ ओपन सोर्स कसरी एक लेभलमा आफूले सेल्फ होस्ट गर्नु मिल्ने प्लेटफर्म छ। एन्ड देन त्यो कम्प्लायन्सको कुरा छ कुकी कन्सेन्ट माग्ने बेलामा नै जिडिपिआर सिसिपिएको कम्प्लायन्समा बसेर गर्नु मिल्छ। And then privacy measure हुन्छ जुन चाहिँ ब्राउजरको एक्सटेन्सन हो। यसले चाहिँ जुन थर्ड पार्टी ट्र्याकर्सहरू केही गर्नु छ भने एज अ युजर चाहिँ हामीले युज गर्नुहुन्छ। एन्ड देन डगडगो प्राइभेसी एसेन्सियल्स दिस इज माई फेभरेट। अब सिधै गएर गुगल सर्च इन्जिन भन्दा पनि आई प्रिफर डगडगो। एन्ड देन लेट्स यसले चाहिँ एसएसएल सर्टिफिकेटहरू फ्रीमा आफ्नो एज अ डेभलपर चाहिँ मैले मेरो एउटा नेटवर्क सेक्युर गर्दैछु। दिस विल बी भेरी गुड अप्सन्स। यो एउटा सानो केस स्टडी छ जसमा चाहिँ के छ भने इकमर्समा कम्प्लायन्स युज नगर्दाको स्टेट र कम्प्लायन्स युज गर्दाको स्टेट चाहिँ के छ भने इभन रिजल्ट चाहिँ 0.9 सेकेन्ड लोड पेज लोड चाहिँ फास्ट छ। एन्ड देन बाउन्स रेट पनि डिक्रिज छ। यदि कम्प्लायन्स युज नगरेको कन्डिसनमा के छ भने बाउन्स रेट पनि हाई छ है। सो ट्रस्टको इम्प्याक्ट चाहिँ के छ भने 24% कन्भर्जन रेट छ, 38% चाहिँ भिजिटरहरू हुने चान्सेस ग्रोथ भइरहेको छ। एन्ड देन प्राइभेसी कम्प्लेन्ट चाहिँ युज नगरेको कन्डिसनमा घटिरहेको छ। ओके यो चाहिँ के छ भने एउटा सर्वे छ अलिकति मैले रिसर्च गरेको पाएँ छ। आई विल प्रोभाइड द रेफरेन्सेस टु स्टेप वर्कले चाहिँ इयरली एउटा सर्वे गरिरहेको हुन्छ। यो चाहिँ लेटेस्ट सर्वेको रिजल्टहरू डेभलपर्सहरू चाहिँ आफ्नो प्राइभेसीमा चाहिँ कसरी स्ट्यान्ड आउट गरिरहेको हुन्छ त नि कुराहरू छ। सो यो कुराहरू चाहिँ एनालिटिक्सको पार्टमा छ। अब यो इन्फर्मेसन मैले पुरै अब एक्सप्लेन गरेको क्युआर स्क्यान गर्नुपर्दा यो नेक्स्ट स्लाइडमा इन्टरेक्टिभ रेफरेन्सेस पनि छ त्यसमा जुन तपाईँहरू चाहिँ गरेर यो चाहिँ वेब अनलाइन होस्टेड छ यो स्लाइड। यु गाइस क्यान इन्टरेक्टिभली सी ओभर देयर रिसोर्सेसहरू जुन मैले प्रिपेयर गर्नको लागि बनाएको डेटाको लागि रेफरेन्सेस र रिसोर्सको लागि रेफरेन्सेसहरू छ। So that's it. You guys can stay on it. This is really best. I'll